भित्र धाममा रेडी म यसको लागि जति बेला यति बेला आइपुगेको छु। तपाईँलाई नमस्कार। रुरु क्षेत्र यो चाहिँ अब ठ्याक्क यताबाट चाहिँ यो पारीदेखिको चाहिँ पाल्पा, अहिले म बसिरहेको यता यो बाटो चाहिँ यो गुल्मी र उतापट्टि त्यो पिल्लरबाट उता भएको चाहिँ त्यो चाहिँ के अरे स्याङ्जा। यो पुलमा जाउँ। मेरो च्यानललाई लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है, किनभने म अझै चाहिँ तपाईँहरूलाई चाहिँ अब यहाँ बसुन्जेल एक वर्ष चाहिँ म अब धेरै नै तपाईँलाई अब यो पेरिफेरीको लगायत को धेरै चाहिँ म पर्यटकीय स्थलहरू, धार्मिक पर्यटन स्थलहरूको चाहिँ म सबै अपडेट चाहिँ अब सकेसम्म मेरो लेभलबाट कति सकिन्छ म कहाँ पुग्छु त्यसको चाहिँ एउटा छोटकरीमा धेरै अब पट्यार लाग्दो ठुल्ठुलो भिडियोभन्दा पनि मैले चाहिँ एकदम सर्ट टाइपको भिडियोहरू चाहिँ लिएर आउँछु। यो चाहिँ रेडी खोला भयो, यहाँ नजिकै उतापट्टि 100 मिटर जति उतापट्टि चाहिँ कालीगण्डकी उताबाट आएको छ रुरु क्षेत्र। यसलाई चाहिँ विशाल यो चाहिँ म अहिले रुरु धाममा आएको छु। धाम रुरु क्षेत्र यो चाहिँ म पाल्पा आइपुगेको छु। कति मन्दिर, नमस्कार। यो कति पुरानो मन्दिर हो यो हिन्दू धर्मको? केही थाहा छ प्राचीन यसो चाहिँ? थाहा छैन है, थाहा छैन। ए यस धेरै पवित्र, यो त हिन्दूहरूको बहुत ठुलो भगवान्। त्यो गुल्मी भयो त्यतापट्टि के अरे स्याङ्जा। अहिले त्यो पुलमा त हामी जान्छौँ। धन्यवाद दिदी है, एकचोटि नमस्कार दर्शकहरू। लागेको बेला अब यो त 2500 यहाँसम्म पनि माथिसम्म पनि आउँछ, उता गइसक्नु हुँदैन, अलि रिस्क पनि हुन्छ। त्यस कारण अहिले चाहिँ खोलामा धेरै नगर्नुभन्दा पनि म चाहिँ यहाँसम्म आउँछु। त्यस्तो आमाको सम्झनामा आज चाहिँ यसो मैले चाहिँ ल यसरी आएको छ। माथिबाट आएर यताबाट आएर फेरि यतापट्टि यो चाहिँ पाल्पा गुल्मीको बोर्डर हुँदै यता चाहिँ ट्रायङ्गुलर नेटवर्कको सेपमा रहेको झोलुङ्गे पुल, नमुने झोलुङ्गे पुल। सायद यो नेपालको लगभग एउटै नमुना नै होला यो। माथिसम्म टावर छ, त्यहाँ जाने व्यवस्था पनि होला। अब अहिले चाहिँ के छ हामी अहिले माथि चाहिँ गइँदैन, किनभने अहिले घाम पनि छ। यहाँ यो पुलको यो पिल्लरको मुनि हामी चाहिँ एकछिन अल्मलिन्छौँ पुज्ने क्रममा। यताबाट गयो भने गुल्मी जिल्लाबाट आयौँ र यो त यताबाट गयो भने यो इन्ट्रान्स गेट चाहिँ पाल्पा जिल्लाको। हामी एकछिन चाहिँ यहाँ उयो गर्ने क्रममा कालीगण्डकीलाई निहाल्छौँ।